5,000 को मैले मारे हो र। युद्धमा माओवादीको तर्फबाट पनि मानिसहरूको चाहिँ एनिहिलेसन भयो, तर 17,000 को आरोप जो लगाउन खोजिया छ तथ्यले त्यो साबित हुँदैन। 17,000 भनेपछि कसले गर्यो? राज्यले कति मार्यो, विद्रोहीको तर्फबाट कति मारिए भन्नेको हिसाब पो भने हो। मैले जिम्मा लिन्छु भनेर मैले मारे हो र। कस्तो कुरा, यो पनि यति त बुझ्नु पर्यो नि मान्छेहरूले। मान्छे चाहिँ 17,000 सबै माओवादीले मारे जस्तो गरी, प्रचण्डले नै मार्यो भने जस्तो गरी जो प्रचार गरिया छ, बिल्कुल गलत प्रचार गरिया छ। जनताले आफ्नो चाहिँ स्वेच्छाले त्याग र तपस्या बलिदान गर्छन्, त्यो महान कुरा हुन्छ, त्यो सामान्य कुरा हुँदैन। तपाईँ विश्वका तमाम क्रान्तिमा हेर्नुहोस्, कति लाख करोड मान्छेले बलिदान गरेका छन् र त्यसलाई महान भनिन्छ। अनि मान्छे नमरिकन पृथ्वीनारायण शाहले चाहिँ देश एउटै बना हो? कति मरे त्यति बेला, कति मारिए, अझ कति निर्ममतापूर्वक काटिए भन्ने पनि छ नि, त्यसलाई के भन्ने? कारण क्रान्तिमा भएको त्याग र बलिदानलाई जति नकारात्मक भाषा बनाउन खोजिया छ त्यो बिल्कुल गलत छ। पक्कै पनि मैले नेतृत्व गरेको जनयुद्धमा धेरैको बलिदान भएको छ र त देशमा अहिले सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको पहिचान, अधिकार छ, गणतन्त्र छ, सङ्घीयता छ, समावेशिता छ, समानुपातिकता छ। यो त्यसैको परिणाम त हो।